सबै उठ्नु न ल मेरो ठाउँमा सबै दाइले आज प्रश्न पाउनु हाम्रो बच्चा अहिलेसम्म जागै छन् है राजकुमार हो प्रिन्स घरमा साँच्चै नै छेके प्रिन्सले छेके जारी गर्यो हामी प्रार्थना गरौँ नानी प्रिन्सको लागि हामी धेरैचोटि ड्रिम लिन्छौँ तर परमेश्वरको ड्रिम चाहिँ अझै महत्त्वपूर्ण हुनेछ परमप्रभु तपाईँलाई धन्यवाद दिन्छौँ हामीले यदि तपाईँ र तपाईँको व्यवस्थाको विरुद्धमा हामीले विचार दृष्टि बोली लग्य क्षमा गर्नुभएको परमप्रभु धन्यवाद दिन्छौँ तपाईँको प्रतिज्ञा छ प्रत्येक तपाईँ दिनुभएको सन्तानहरू चाहिँ प्रभु तपाईँले दिनुभएको उत्तराधिकार हुन् तपाईँको प्रतिज्ञा भजन 27 3 पद अनुसार ती सबै छोराहरू चाहिँ तपाईँ पछि दिनुभएको स्वर्गको साँच्चै नै त्यो उत्तराधिकारीहरू हुन् प्रभु हामी तपाईँलाई धन्यवाद भन्छौँ हाम्रो प्रेम हामी परिवारको एउटा सौभाग्य मात्र हो तर परमेश्वर तपाईँले हामीले गर्ने भन्दा उत्तम डिभाइन लभ गर्नुहुन्छ डिभाइन जोगेसन दिनुहुन्छ ईश्वरीय त्यो तपाईँ परमेश्वरको प्रभु प्रेम दिनुभएको नानीमाथि धन्यवाद भन्छौँ हामीले देखेको छौँ आँखाबाट आँखा हुँदै गर्दा प्रभु विषयमा सत्य थियो परमेश्वर जसले नानीलाई प्रभु त्यही आँखाहरूबाट अध्ययन गरेर उनको मनस्थितिमा प्रभु जुन ठुलो दर्शन दिनुभएको छ हाम्रो परिवार मध्येबाट एउटा स्टडी गर्ने स्टुडेन्ट्स प्रभु स्टुडेन्ट दिनुभएको छ हामी प्रार्थना गर्छौँ हाम्रो पुस्तालाई तपाईँको उपस्थिति ल्याउनलाई हाम्रो पुस्तालाई युवा पुस्तालाई तपाईँको चरणमा ल्याउनलाई नानीले आफ्नो अध्ययनबाट प्रभु आफ्नो शिक्षाबाट आफ्नो कलाबाट त्यो दिन प्रभु ठुलो टेवा मिल्नेछ हामी तपाईँलाई धन्यवाद भन्छौँ हाम्रो बिचमा नानी प्रिन्स जस्तै अन्य छोराछोरीलाई त परमेश्वरले दार्शनिक बनाउनु तपाईँको वचनमा लेखेको छ साँच्चै जवानहरूले चाहिँ दर्शन देख्नेछन् परम प्रभु त्यो दर्शनमा चाहिँ परमेश्वरको प्रभु साँच्चै उपस्थिति अनुग्रह करुणा कृपामा हामी साँच्चै नै आशा गर्दछौँ धन्यवाद गराउँछौँ हामी प्रिन्सको लागि प्रिन्सेसको लागि पनि दुवै छोराछोरीमा हामी तपाईँको आशिष घोषणा गर्छौँ परम प्रभु धन्यवाद भन्छौँ आफ्नो दास पशु बहिनीको लागि बहिनी दुधको लागि जसले आफ्नो छोराछोरीको लागि कडा मिहिनेत गर्नुभएको छ परिश्रम गर्नुभएको छ अनि उनीहरूको निम्ति लगानी गर्नुभएको टाइम ट्यालेन्ट प्रेजर लगानी गर्नुभएको छ अझै हामी प्रार्थना गर्छौँ प्रभु हाम्रो सपरिवारले त परमेश्वरले मूर्खहरू जस्तो होइन तर बुद्धिमती प्रयोग गर्नुभएको होस् प्रभु साँच्चै हाम्रो त परमेश्वर ज्ञानी प्रयोग गर्नुभएको होस् ताकि हामी तपाईँको ज्ञानमा बढ्दै जान सकौँ तपाईँको अनुग्रह कृपामा बढ्दै जान सकौँ र तपाईँले चाहनुभयो जस्तै यो 10:10 पद अनुसार फल्दै र प्रशस्त जीवनलाई हामीलाई सहायता गर्नुभएको छ प्रभु धन्यवाद चढाउँछौँ आजसम्म 18 वर्षमा दिनुभएको नानीको स्वास्थ्यको लागि उनको शारीरिक मानसिक मात्र होइन र आत्मिक सुस्वास्थ्यलाई धन्यवाद अझै हामी प्रार्थना गर्छौँ जसले अब 19 वर्ष टेकिरहेको छ प्रत्येक नानी प्रिन्सले टेक्ने पाइलाहरूमा तपाईँको परमेश्वर तपाईँको राज्य जन्मेको होस् पनि बिन्ती गर्छौँ उनले फेरि प्रत्येक श्वास प्रश्वासबाट तपाईँको आराधनाको आवाजहरू हुन दिन सकुन् उनले दृष्टिबाट प्रभुसँगै आउन सकुन् उनले बोल्ने प्रत्येक बोलीहरूबाट त परमेश्वरको आराधना भएको होस् र तपाईँको साँचो सुसमाचारको कामहरू गर्न सकुन् धन्यवाद चाहन्छु नानी प्रिन्सको लागि उनको जीवनमा कुनै पनि बाहिर डरलाग्दा सङ्कष्टहरू प्राकृतिक प्रकोपहरू जस्ता कुराहरू पस्ने छैन न कुनै विवेकमा त परमेश्वर तपाईँको प्रेम र अनुग्रहले उनको विवेकमा प्राप्त हुनेछ र उनको डियानीमा तपाईँ ख्रिस्टको डियानी हालिदिनु भएको लागि धन्यवाद जुन डियानीमा प्रेम छ जुन डियानीमा अनुग्रह छ जुन डियामा नम्रता र प्रशंसा छ दिनता छ प्रभु धन्यवाद तपाईँलाई यसो तपाईँ आफैले आफ्नो चेला लानुभयो डाँडामा भन्नुभयो धन्य नम्र उनीहरू तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् मत्ती 5:5 अनुसार प्रभु हामी तपाईँलाई धन्यवाद जुन नम्र छोरा दिनुभएको लागि उनीहरूलाई परमेश्वर उनलाई हेर्नेहरूले प्रभु तपाईँ ख्रिस्ट यसोलाई प्रतिबिम्बित गर्न सकुन् धन्यवाद चढाउँछौँ आजको सुन्दर ऐतिहासिक साँझको लागि हाम्रो परिवारमा दिनुभएको आशिष र उन्नतिको लागि धन्यवाद चढाउँछु सबैको महिमा तपाईँ दिन्छौँ ईश्वरको Happy birthday, Prince Pai. तपाईँलाई आज कस्तो लागिरहेको ह्याप्पी बर्थडे नानीलाई फेरि पनि ल You hate me.